Welcome back my YouTube channel reaction video पुरानोलाई धन्यवाद रे हैन नयाँलाई अबको पालो हैन यो चाहिँ हैन म रियाक्सन गर्न गइरहेको छु अनि सबैलाई माया छ हैन प्लिज सपोर्ट अनि यो आरएसपी सुन्दिउ न हैन मलाई चाहिँ यो गीत चाहिँ एआई जस्तो लाग्छ के भोइस सुन्दा चाहिँ है ओ घण्टी फागुन 21 को आवाज सुन्दै छौ ओ भिरको हुंकार हो यो युवाको परिवर्तन हो अब घण्टी बजिसक्यो खेल बदलिन्छ ओ मा खतरा क्रप गाइस बबाल भाइब्स बजाउँदै घण्टी बालेन जस्तै युवा कप्छ देशको ध्यानो सडकदेखि संसदसम्म गुन्जियो यो नारा फागुन 21 सँगछ यो हो परिवर्तनको सार हो पुरानोलाई धन्यवाद नयाँलाई अब पालो बजाउँदै घण्टी बालेन जस्तै युवा कप्छ देशको ध्यानो यो लाइन चाहिँ बबालै छ के पुरानोलाई धन्यवाद रे हैन नयाँलाई अब पालो यो खतरा यार हैन पुरानोलाई साइड लाएर नयाँ आउँदै छ भन्न खोजेको हैन तर बबाले यार हिम्मत बोकी अघि बढ्छौ छुट्छ अब जालो नेपाल उठ्छ फेरि सकिँदैन अब थालो हामी हुर्क्यौ झुटका भाषण सुन्दै विकासका सपना सधैँ कागजमै सीमित हुँदै करोडौँको खेल जनताको आँखा छलेर तर अविरुद्ध सत्यको झण्डा फहराउँदै फागुन 82 इतिहास लेख्ने दिन युवाको मुटुमा बल्छ परिवर्तनको चिन सडकमा हुङ्कार मनमा आगो अब नडराउने पुस्ता आयो दुख्छ पुरालो दाग ओ यार बबाल हैन यो जसरी नै हुन्छ नि अब जुन भाइब्समा छ नि गीत आएको छ हैन नेपाल पनि त्यही भाइब्समा अगाडि बढ्यो भने त बबालै हो के तर के केही भएन भने पुरानो जस्तै नयाँको नि सेम त्यही हालत भयो भने चाहिँ गर्ने चाहिँ के यार घण्टीको आवाज चेतावनी जस्तै भ्रष्टलाई सन्देश समय छैन अझै सफा स्पष्ट बोलियो पुस्ता बिग्दैन नगजुक्छ कहिले पनि ओ पुरानोलाई धन्यवाद नयाँलाई अब पालो बजाउँदै घण्टी बालेन जस्तै युवा गर्छ देशको अँध्यारो काठमाडौँ गुन्जियो देशभरि सारो फागुन 82 को हुङ्कार गर्छ सबै पर्खालो अब बस्दैन चुपचाप युवा उक्यो तोड्छ हरेक पाप राजनीति सफा चाहियो लत्र गल्लीबाटै आउँछ हिसाब साँच्ची यार यो पालि होइन पछारेर देखाइदिए क्या हुन्छ नि अब पुरानोलाई धन्यवादै गरिदियो साँच्चीकै होइन नयाँको साँच्चीकै यार पालो आयो क्या अब धरानमा त होइन काम सुरु हुँदैछ होइन अब कस्तो भने म त पेटी जस्तो बनाएर होइन त्यसमा अब आफ्नो हुन्छ नि सुनवाई गरेर होइन काम गर्ने निर्णय गर्नुभएको छ म दुईटा बाकस घुमाउँछु त्यो दुईटा बाकसमा तपाईहरुले मलाई खदामाला भन्दा पनि तपाईहरुको सुझाव पेटिका म घुमाउँछु यसपालि हैन सुझाव पेटिका घुमाउँछु त्यहाँ तपाईले के थोक माग्ने के थोक भन्ने मलाई गाली गर्नुपर्ने छ भने लेखेर गाली गर्नु जिले त गर्नुहुन्छ के हैन नलेख्नु अब बालिन साजीले चाहिँ कहिले गर्नु आउँछ हिसाब हामीलाई चाहिँदैन कुर्सीको नाटक चाहिन्छ काम नकी भाषणको बाटो देश बेच्ने सपना देख्नेहरू सुन्न अब जनता जाग्यो मैले साँच्ची यार अहिलेसम्म कुचुम बसेर उखान दुखान मात्रै अब यो ऋण कसरी तिर्नु छोराछोरीको फिस तिर्न सक्दैन ओलीले ओली चलाउनु के गर्नु अब के हुन्छ त यो तिम्रो बाटो बालेन जस्तै सोच स्वतन्त्र आवाज डर नभएको कलम सत्यको समाज फागुन 21 को आगो बलिरहन्छ यो आन्दोलन होइन यो पुस्ताको रात घण्टी बज्यो भने सम्झ समय
अँध्यारो भाग्नु नै नियति हो पुरानोलाई धन्यवाद नयाँलाई अब पालो बजाउँदै गन्ती बालेन जस्तै युवा आएको छ देशको ग्यारो बाबु नै गाइस परिवर्तनको दिन नेपाल उठ्छ युवा जित्छ पुरानोलाई धन्यवाद आज बवाल यार खतरा के एआई को गीत पनि हैन यस्तो बवाल हुँदो रहेछ के अनि हैन सब्स्क्राइब एन्ड लाइक कमेन्ट शेयर अनि सबैले हैन कमेन्ट गर्नु होला हैन अनि सब्स्क्राइब शेयर